हिजो अस्तिको जेनजी आन्दोलन आलै छ। ती शहीदहरूको रगत आज तपाईँको चाहिँ दङदङ्गिकन रहेको छ। त्यसैले म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। सम्बन्धित मन्त्रालयको मन्त्रीहरू कम्तीमा उपस्थित हुनुपर्ने सभामुख महोदय। न प्रधानमन्त्री हुनुहुन्छ, न गृहमन्त्री हुनुहुन्छ। दुईजना मन्त्रीज्यूहरू यहाँ देख्दैछौँ। हिजो सर्वदलीय बैठक बस्यो। म पार्टी राष्ट्रसभाको पार्टी सभापतिलाई विशेष धन्यवाद दिन चाहन्छु। तपाईँको तर्फबाट जुन पहल कदमी गर्नुभयो त्यो ठिक छ, तर त्यतिले मात्र पुग्दैन। यस्तो बेला सरकार अथवा प्रतिपक्ष सत्तापक्ष नभनिकन हामी सबैजना सांसदहरू सबैजना तपाईँको पार्टीहरू दलहरू एक ठाउँमा उभिनुपर्छ सभामुख महोदय। तर यो बेलामा सरकारले पहल गर्नुपर्ने बेलामा सरकार आफै तपाईँको चाहिँ कालो कोठाभित्र लुकेर चियाएर हेरे जस्तो आज मलाई महसुस भइरहेको छ। त्यसै कारणले गर्दाखेरि म सरकारलाई निस्किनको निम्ति अनुरोध गर्न चाहन्छु र म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। हिजोको इतिहासलाई हामीले फर्केर हेरौँ भने, विभिन्न नेपालको राजनीतिक तपाईँ घटनालाई फर्केर हेरौँ भने बल प्रयोग गरे पछाडिको परिणाम के भएको छ भन्ने कुरा यहाँलाई थाहै छ। हिजो अस्तिको जेनजी आन्दोलन आलै छ। ती शहीदहरूको रगत आज तपाईँको चाहिँ दङदङ्गिकन रहेको छ। त्यसैले म भन्न चाहन्छु, बल प्रयोग गरेर समस्याको समाधान हुँदैन। र म आज भन्न चाहन्छु, सरकार यो बेला बेखबर नभएर तपाईँको बाहिर निस्केर आज सूचना सङ्कलन गर्नेदेखि लिएर हरेक कुरामा सरकार तपाईँको चाहिँ यस सम्बन्धी साँच्चै गम्भीर भएर लाग्नुपर्छ भन्ने हाम्रो दलको माग र मेरो माग पनि छ, हाम्रो माग छ। त्यसै कारणले गर्दाखेरि सरकार अहिले लुकेर बस्ने अवस्था होइन। र अन्तिममा म भन्न चाहन्छु, मैले सक्दिनँ भने चाहिँ सकिन्छ, पाइन्छ। हेर्नुहोस्, यो दुनियाँमा काम बिगार्नुको सट्टोमा सक्दिनँ भन्नु पाइन्छ। यति प्रधानमन्त्रीज्यूले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हातहराइ हुन्छ। Extreme Energy Drink.